विक्रम सम्वत 2040 को दशक नेपालको औषधि उद्योग सुरुवाती अवस्थामै थियो। औषधि आयातमा निर्भर नेपाली बजार, न्यून गुणस्तर, पहुँचको कमी, सर्वसाधारणको लागि उपचारको महँगो बाटो, यी सबैका बीच केही सपना देख्नेहरू, दूर भविष्यको कल्पना गर्ने 8 साहसका उदाहरणीय नव उद्यमीहरू हौसिए। हिम्मतका साथ नेपालमै नेपालीका लागि विश्वस्तरको औषधि बनाउन कम्मर कसे। यही विश्वासले विक्रम सम्वत 2045 सालमा रूप लियो देउराली जनता फार्मास्युटिकल्स प्राली, जसले 2047 सालमा व्यावसायिक उत्पादन सुरु गर्यो। सानो ध्येय, ठूलो उद्देश्य र अचल विश्वास, प्रविधि, गुणस्तर र सेवाको माध्यमबाट नेपालमै विश्वस्तरको औषधि बनाउने प्रण। यही विश्वासबाट सुरु भएको यात्राले इतिहासको सृजना र भविष्यतर्फको पाइला चाल्यो। सुरुवाती दिनहरू सजिला थिएनन्। सीमित स्रोत, प्रविधिको अभाव र अनगिन्ती चुनौतीहरू। त्यसका बावजुद दृढ निश्चय, अदम्य साहस र कहिल्यै नडगमगाएको संस्थापकहरूको दृढता। उत्कृष्टताको छोटो बाटो हुँदैन। यही मूल्य, नैतिकता र समर्पणले नेपालको औषधि उद्योगमा गुणस्तर, नीतिगत कार्यकुशलताको जग बसायो। उत्पादन लाइनबाट निस्किएको पहिलो औषधिदेखि हरेक उत्पादनसम्म हरेक कदममा 3 आधारहरू सधैँ अचल रहे: नैतिकता, गुणवत्ता र सेवा। यिनै मूल्य आज पनि देउराली जनताको आत्मा बनेर धड्किरहेका छन्। कम्पनीको आकार बढ्दै गयो, जिम्मेवारी पनि गहिरिँदै गयो। उच्च गुणस्तर देउराली जनताको पहिचानको रूपमा स्थापित हुँदै गयो। WHO, GMP, ISO गुणस्तरका मापक र अनगिन्ती नयाँ कामहरूले देउराली जनतालाई गुणस्तर प्रत्याभूतिको नयाँ शिखरमा पुर्यायो। नेपाली चिकित्सक, औषधि व्यवसायी, फार्मासिस्ट, बिरामीहरू सबैको विश्वास देउराली जनतासँग जोडिँदै गयो। देउराली जनता नेपालमा गुणस्तरीय औषधिको पर्यायवाची संस्था बन्न सफल भयो। उच्च गुणस्तर यहाँ केवल प्रक्रिया मात्र होइन, यो संस्कृति हो। प्रत्येक कर्मचारीको प्रतिबद्धतामा बसेको आस्था हो। किनकि जब इमानदार, अठोट लक्ष्य र गुणस्तर एकत्रित हुन्छन्, तब समाज र देशले विश्वास स्थापित गर्दछ। 35 वर्ष अगाडि जब हामीले देउराली जनता फार्मास्युटिकल्सको स्थापना गऱ्यौँ, हाम्रो यात्राको सुरुवात एउटा व्यावसायिक जगतमा एउटा उत्कृष्ट संस्थाको निर्माण गर्ने थियो। देउराली जनताको हामीले जुन बेला जग बसाल्यौँ, हाम्रो उद्देश्य चाहिँ नेपालमा विश्वस्तरीय गुणस्तर भएको औषधिहरू नेपालभित्रै उत्पादन गरेर नेपालमा समग्र औषधि व्यवस्था विभाग लगायतका सरकारी निकायहरूले तत्कालीन समयमा आशा गरेका उच्च गुणस्तरीय औषधिहरू नेपालभित्रै निर्माण गर्ने हाम्रो जुन लक्ष्य थियो, त्यसमा हामी अटल विश्वासका साथ 3.5 दशकदेखि हामी काम गर्न सफल भयौँ। हाम्रो यात्रा आज हामीले एउटा औषधि उद्योगको जुन हिसाबको जग बसाएको छौँ, त्यो भविष्यको लागि धेरै नेपालको लागि पनि असाध्यै राम्रो एउटा उदाहरण हुन सक्छ भन्ने हामीले लाग्दछ। यही विश्वासलाई आधार बनाएर देउराली जनता निरन्तर अघि बढ्दै गयो। एउटा सानो उत्पादन लाइनबाट सुरु देउराली जनताको यात्रा, जसले कैयौं चिकित्सकीय आवश्यकता र रोगका उपचार समेट्ने विस्तृत उत्पादनसम्म मुटु रोग, पेट रोग, नसा रोग, मानसिक रोग, छाला रोग, पिसाब सम्बन्धी रोग, विभिन्न संक्रमण नियन्त्रण र श्वास प्रश्वास लगायतका विधामा थुप्रै उत्पादनहरू थपिए। सबै नेपालीलाई स्वस्थ जीवनको आवश्यकता पूर्ति गर्ने उद्देश्यका साथ प्रत्येक नयाँ उत्पादन एक नयाँ प्रतिबद्धता। नेपालीका लागि सुरक्षित, प्रभावकारी, सहजै उपलब्ध र सुपथ मूल्यका औषधि। यही यात्रामा देउराली जनता केवल ब्रान्ड बनेन, यो एउटा विश्वास र भरोसाको नाम बन्यो। देउराली जनताको 35औं वार्षिकोत्सव मनाइरहँदा हामीले एउटा नयाँ खालको अभ्यास र आगामी दिनमा नेपालको औषधि उत्पादनको क्षेत्रमा नयाँ प्रक्रियाहरूमा हामी काम गर्न चाहन्छौँ। हाम्रो उद्देश्य भनेको मुख्यतया नेपालमा प्रविधिको आयात गर्ने, विज्ञान र प्रविधिको समागमको रूपमा देउराली जनतालाई स्थापित गर्ने र उच्च गुणस्तरीय औषधि मात्रै उत्पादन गर्ने हाम्रो लक्ष्य नभएर नेपालको एउटा व्यावसायिक जगतलाई, समग्र बजारलाई माथि लैजाने हाम्रो जुन अभिलाषा छ,
त्यो हामी आगामी दिनहरूमा हाम्रो विभिन्न कार्यक्रमहरू र इन्भेस्टमेन्ट मार्फत हामी यसलाई अगाडि बढाउन चाहन्छौँ। हाम्रो जुन उत्कृष्टताको एउटा लामो इतिहास छ त्यसलाई हामी कायम गर्दै नेपालका समग्र हाम्रा औषधि व्यवसायी मित्रहरू, नेपालका चिकित्सकहरू र यो संस्थामा आबद्ध भएर काम गर्ने कर्मचारी प्राविधिकहरूलाई आजको यस पुनीत अवसरमा म हार्दिक धन्यवाद दिँदै कृतज्ञता व्यक्त गर्दै देउराली जनताले आगामी दिनमा थप उचाइ प्राप्त गर्ने कुरा यहाँहरूलाई विश्वस्त तुल्याउन चाहन्छु। हरेक गुणस्तरीय औषधिको मूल मन्त्र उत्तम प्रविधि, विज्ञान र इमानदार प्रयत्न हो। उत्तम फर्मुलेसन, सुरक्षित डोज, विश्वस्तरीय विज्ञान र पदार्थको संयोजन नै देउराली जनताको अनुसन्धान केन्द्रको नव प्रवर्तनको धड्कन हो। यिनै लक्ष्य बोकेर अनुसन्धान निरन्तर अगाडि बढेको छ। नव प्रमाणित औषधिहरूको संयोजन होस् वा नयाँ स्वरूपको औषधिको विकास, यहाँ नव प्रवर्तन हरेक पटक बिरामी केन्द्रित हुन्छ। किनकि विज्ञानले जब मानवीयताको हात समाउँछ त्यहीबाट सही अर्थमा परिवर्तनले जन्म लिन्छ। देउराली जनताको सबैभन्दा ठूलो शक्ति यसका भवन वा यसमा जडित मेसिन होइनन्, यसका कर्मठ प्राविधिक र कर्मचारीहरू हुन्। देउराली जनतामा उत्पादनमा व्यस्त हातहरू, कर्मक्षेत्रमा बढ्ने कदमहरू, दूरदर्शिताका लक्ष्य र योजनाकारहरूका दृष्टि सबैमा एउटै दीप जलिरहन्छ। हामीले गर्ने हरेक कामले जीवन स्पर्श गर्छ। उनीहरूको समर्पणले चुनौतीहरू उपलब्धिमा बदलिन्छ। उनैको श्रमले कम्पनी मात्र होइन समाज बदल्ने उद्देश्य बन्छ र यही उद्देश्यले इतिहास रचिन्छ। 35 वर्षदेखि हजारौं चिकित्सकहरूले देउराली जनतालाई विश्वास गर्दै आएका छन्। गुणस्तर, नैतिकता र विज्ञान प्रविधि यिनैले हाम्रो सम्बन्धलाई गहिरो बनाएको छ। विज्ञ सेमिनार, निरन्तर शिक्षण गोष्ठी तथा वैज्ञानिक कार्यक्रम मार्फत देउराली जनता स्वास्थ्य सम्बन्धी ज्ञानका यात्रामा चिकित्सक समुदायको साथमा सधैँ उभिन्छ। किनकि जब चिकित्सक सशक्त र प्रभावकारी हुन्छन्, बिरामीको उपचार अझै प्रभावकारी बन्छ। देउराली जनताका लागि स्वास्थ्य व्यापार होइन, देश र जनता प्रतिको प्रतिबद्धता हो। ग्रामीण स्वास्थ्य शिविरदेखि प्राकृतिक विपद र महामारीका कठिन क्षणसम्म देउराली जनता निरन्तर अग्रपंक्तिमा उभिरह्यो। महाभूकम्प र कोभिडको अन्धकारमय दिनहरूमा पनि नवीनतम औषधि, सेनिटाइजर, पीपीई, फेस मास्क आवश्यकता जहाँ थियो त्यही देउराली जनता पुग्यो। देउराली जनता फेज 3 क्लिनिकल ट्रायल गर्ने पहिलो नेपाली र एकमात्र कम्पनी समेत हो। किनकि साँचो र समर्पित सेवा सीमा वा परिस्थितिले रोकिँदैन। 35 वर्षको सफल यात्रासँगै हामी भविष्यको नयाँ अध्याय खोल्दैछौँ। नवीन तथा उन्नत प्रविधि, आधुनिक संरचना, विश्वस्तरको उत्पादन, दक्ष जनशक्ति विकासले देउराली जनतालाई अर्को उचाइमा पुर्याउँदैछन्। डिजिटल रूपान्तरण, निरन्तर शिक्षण प्रशिक्षण हाम्रो आगामी यात्राका मूल स्तम्भहरू हुन्। किनकि विश्वासको यात्रा कहिल्यै रोकिँदैन, यो निरन्तर रूपान्तरित हुँदै जान्छ। देउराली जनताको 35 वर्षको विश्वासको यो यात्रा समर्पणको कथा र उद्देश्यको पथ चिन्ह हो। सानो समूहको विशाल सपनाबाट सुरु भएको यो यात्रा आज नेपालका लाखौं जीवनसँग जोडिएको छ। प्रत्येक उपलब्धि, प्रत्येक चुनौती, प्रत्येक सफलता हाम्रो अटुट विश्वास र परिश्रमले सम्भव बनाएको हो। गुणस्तर, विज्ञान, उपभोक्ता प्रतिको समर्पण र विश्वास भोलिका दिनहरूमा पनि हामी उपचार, अनुसन्धान र सेवाका मार्गमा यही संकल्प बोकेर अघि बढिरहनेछौँ। जब विश्वासको ऊर्जा बल्छ तब सफलता आफै प्रज्वलित हुन्छ। हामी केवल 35 वर्षको इतिहास मात्र मनाइरहेका छैनौँ, हामी स्वस्थ जीवनको लागि गरिएको 35 वर्षको संकल्पको उत्सव मनाइरहेका छौँ। देउराली जनता फार्मास्युटिकल्स प्राली 35 वर्षदेखि जनस्वास्थ्यको सेवामा समर्पित।